अब भिडियो गयो होइन दाइ म ट्यालेन्ट मान्छे क्या सर म साहित्यकार होइन आजभन्दा 20 साल अगाडि मैले चौकमा किताब पसल गरेको थिएँ कि म विजय गौतम र मेरो पुरानो गजल सुन्नुहोस् ल मलाई साहुजीले आज सहयोग गर्नुभयो थोरै भयो नि हेल्प गर्नुभयो साहुजीको सधैँ बोलोस् ओम शान्ति ओम नमः शिवाय ल मेरो गजलमा स्टार्ट गर्न चाहन्छु ल 1 2 3 4 जाँदा जाँदै बाटोमा रात परेछ जाँदा जाँदै बाटोमा रात परेछ त्यसपछि मनमा ठुलो घात परेछ जाँदा जाँदै बाटोमा रात परेछ जानेर बिगार छैन गरेको जानेर बिगार छैन गरेको समाजमा कसैको लात परेछ जाँदा जाँदै बाटोमा रात परेछ अर्को गजल छ हावा चल्यो मन्द आए नयाँ सुगन्ध हावा चल्यो मन्द आए नयाँ सुगन्ध रोजेको छु मनमा एउटा यस्तो छन्द हावा चल्यो मन्द आए नयाँ सुगन्ध यी छोरा र पहरा लाग्छ त्यस्तो स्पन्द फैलिन्छ काठका ल्याहा नौरो विकृतिको गन्ध फैलिन्छ काठका ल्याहा नौरो विकृतिको गन्ध हावा चल्यो मन्द आए नयाँ सुगन्ध कस्तो हुन्छ म धेरै टाइम मान्छे सर अर्को गजल सुन्नुहोस् है सुनाउ दुई चारवटा हाना के अब सुनाउने तिमीले हो होइन भाइ मैले प्रमाणपत्र पाएको छु कि पुरस्कार पनि पाएको छु गजल लेखेर म शान्तिले खेलाएँ सर मलाई नेपाली क्रिकेट हेर्न मन लाग्छ सन्दीप लामिछाने होइन मलाई नेपालको म्याच एकदम हेर्न मन लाग्छ लामो भयो मान्छे ल सर अर्को लास्ट गजल